के छ बहिनी हाल खबर अनि बिपेला बोला बिपेला पनि बोला पहने चन्दन आ छैन छ र चन्दन भाइ कसको भिडियो हेरेर बहिनीले आफ्नै भिडियो हेरेर रियाक्ट दिइरह यार हेर्न हाँस्यो अरे लौ गर गर आफ्नो पेज आफै गर दिपना खै त्यसलाई दिपना बिहान मालमा पुगेर म ढुक्क भएपछि म्यागन छ रे म्यागन बोलाम न बनाइदिनु म्यागन ल के छ म्यागन सन्चौ हेलो ठिकै छ त हजुर के छ हेलो ठिक छ ल ल गेम खेलौँ ल के छ ल को हेरि ल को ल को टिममा रहन्छ नि टिम मर्निङ गाइज टिम को मर्निङ गाइज भन्नु त कोही पनि नबनाउ रे लास्टमा जे सारा म भोटिने ममसम्म भने स्ट्रङ स्ट्रङ एकातिर भाइ भन्छन् ए बेरा जे सातिर रबिन दाएर म जे साला मतिर रामले बिहा गरेपछि उसको गिफ्ट चाहिँ आउन छोड्यो राईले त अर्थ बेइज्जत हान्थ्यो त यार यो त यार हो त अनि बहिनी अझ बिहाको दिन त पुरा 24,000 मान्छेले हेरेका के आमा एक दिनको लागि सेलिब्रिटी भइदिएर बहिनी त 30,000 पुगेको नि गन्ती रहेछ न आफ्नो भिडियो आफै रियाक्ट दिन्छ फेरि को खेल्दैन ल त्यसमा जे सालमा बसौँ भोटिनी तिमी म्यागन बस्छौ हुन्छ जे गर्ने पनि हुन्छ ठिक छ त्यसो भए हुन्छ के जे सा म त मौत हुन्छ हुन्छ जे सारा भोटिनी रे मेरोमा गिफ्ट आउँदैन के होस् होस् म रबिन दाइसँग बस्छु पहिला थाहा नि त बिहा गरेपछि गिफ्टिङमा सबै त्यस्तै भयो नि दुनियाँलाई बाजा बाजा गर न आखिर सबै कुरा गर्न पर्छ जे खाँदै खुसी हो पागल ल ल म्यागी म कति पढेछ ल म्यागी दिदी र म ल म्यागी दिदी लाइभ शेयर गर्नु एभ्रो लाइभ शेयर गाइज कमलेसको पनि लाइभ 20,000 मा र बोटिनी अहिले हामीसँग 10,000 मान्छे हुनुहुन्छ सबले लाइभ शेयर गरिदिउँ त गाइस म त भर्खर आएको सबले लाइभ फनी देऊ है जेसाले गर्न गर्छ अलि फनी देऊ है जेसाले गर्न गर्छ फनी पनि दियो रे छ मुझले हिलो खानाइदिनु पर्ने होला नि हिजो 10 बाल्टी हिलो खाना 10 बाल्टी हिलो खाना आएछ मैले जसको ताला मेरा एक गेम जित्दैन यार म एक गेम जित्या भए त कता छोरो एक गेम जित्या भए त कता छोरो गेममा जिते के बोले भयो डलर जति हाले के रे हैन दोकान त चल्छ चल्दा जन हाम्रो त्यसको नआएर भुट्ने काज राख्यो यो पनि पनौती फेरि अरु बेला उतापट्टि म धोबी हाने कि फेरि मसँग खेल्दा आउन मरि काटे 2,000 पनि डबल टाइप आइदिएर जित्छ के 2,000 ला हारेको त्यस्तो कडा कडा नन स्टप हानेको हाने मेरा 50-60,000 1-2 लाख स्कोर आमा नेपाली शेयर पनि एउटै मान्छेले हैन एउटै मान्छेले कति ब्याङ्कमा कोही कोहीको त गिफ्टिङ कोइन रिचार्ज गर्न भनेको आज त कार्डमा समस्या आयो भन्छन् उसका समस्या पनि नआउने नन स्टप र्याङ्क किडा भाइ त नि आज चाहिँ ल ल ल अब बल गेम सुरु भएको छैन बल 10 बजे ल ल डिल गरौँ ल अलिकति फनी होस् रमाइलो होस् ल ल ल तिमी देऊ न फनी मलाई के भने म भन्दै छ तिमीले च्यालेन्ज गर्न हामीलाई अगे बोतल झुन्डाउने आहा पट्टी बान्ने बोतल फुज फाल्ने यस्तो छल्ने यसरी कहाँ झुन्डाउने हो माथि मेरो त मम्मीलाई समात्न हुन्छ हुन्छ सामान दिनुहुन्छ बलि सामान पर्छ जस्तो फाल्नु भूत त माथि हेर यस्तो छल्नु पर्यो फेरि झुन्ने ल फेरि आफै दोस्रो परेछ खुट्टाको बुढियामा चुस्नी दुखानी तेस्रो पनिसमेन्ट स्कल खुर्सानी पिस्नी मजाले मुखमा हाल्ने पट्टी बान्ने मान चन्द्रमा गएर हगिराइसक्यो अहिले पनि पहिलाकै पनिसमेन्ट गरेर बसिरहेको तिमी देऊ फन्ड देऊ नआइदेऊ नि त तिमी देऊ पनिसमेन्ट दिन त चन्दन ठिक छ के काँडा ल्याउँछ यार
गिफ्टिङ नगर्ने मान्छेलाई जबरजस्ती गिफ्टिङ गर्न बाध्य बनाउँछ उसले त्यस्तो कन्टेन्ट ल्याउँछ क्या उसले हिजो तिमीहरूले मलाई नाकमा चप्पल लताएर मेरो अहिलेसम्म नाक पोले घाउ भयो रातै भएछु त रातै भयो आज तिमीहरूको पालो नि अलिकति ग्रिप भएको चप्पलले यहाँ दोस्रो धेरै भयो गोल नहेरेको गोल हान्नु अनि तेस्रो के दिन त्यसो भनेर त्यसो त्यही यसरी बोतल यसरी फाल्ने कि लु हामी पनि हेर त कस्तो हुँदो लु सुरु गेम हुन पर्यो नि त होइन अनि सावर हुन्छ कि न पहिले भन्नु पर्छ सावर हुन्छ कि नै कति माथि हो तपाईँहरूको 40 यो जाना नुहाउनु गाह्रो 40 हुन्छ ठिक छ यदि झुकेर 40 जना पनि एउटा मात्र पर्मिसन सावर त्यो म त गरिब मान्छे म त बाल्टीबाट खानुहुन्छ हुन्छ होला नि तातो भन्दा त राखिदिएर पनि तातो पानी तताउने पनि छैन यार त्यस्तो नआउनु न काठमाडौँमा रेस्टुरेन्ट खोला तातो भन्दा पैसा छैन जे हो बहिनी नयाँ भिजे भयो क्या ज्यान बुझ्यो तिमी बिहा गरेपछि नआएन भने सुन्छु मैले यहाँ 1 महिना भइसक्यो नानु चाहनुहुन्थ्यो होइन र सुन्नुभयो म बोलिनँ यिनीहरूलाई आज हामी नुहाउन 40 एक्सेप्ट गर यार कसैले एक्सेप्टै गरेन चलो गाइस 20 के गाइस मलाई हेर्छ यार आमा हो साँच्ची हो कि क्या हो बिहे गरेपछि साँच्चीकै डबल ट्याप पनि आउनु छोड्यो त हौ बुस्टिङ रेडी गर मेरा मित्र डबल ट्याप बुमराज दाइ वेलकम वेलकम न्यूट्रस लेफ्टी द किङ इज हियर माय टीम्स इज हियर झुकेर 40 को अवस्था मात्र माका सावर गरेको हेर्नु यो हो नि त अर्काको श्रीमती नुहाएको हेर्नको जिन्दगी मिलनजी वेलकम हजुर गाइस कमेन्टमा मिलनजीको नाम मेन्सन गर गाइस राजा बने राजा हो गेम हारे पनि जिते पनि शिकार गरे पनि नगरे पनि राजा बने राजा हो